जोजलपा नमस्ते। समय सन्दर्भ लिएर उपस्थित भएका छौँ प्रविधि संयोजनमा युनिक शाक्य र म शङ्कर थापा। कार्यक्रममा यहाँहरू सबैलाई स्वागत छ। श्रोताहरू, आज कार्यक्रममा एकजना सफल व्यवसायी हुनुहुन्छ, उहाँलाई टेलिफोनमा सम्पर्क गर्दैछौँ। उहाँ हुनुहुन्छ राधाकृष्ण बस्नेत, कीर्तिपुर नगरपालिका वडा नम्बर 4 निवासी। मदन भण्डारी प्रतिष्ठान कीर्तिपुर कमिटीका अध्यक्ष पनि हुनुहुन्छ उहाँ, र नेकपा कीर्तिपुर नगर कमिटीका अध्यक्ष पनि हुनुहुन्छ। आज हामी उहाँलाई जोड्दैछौँ। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। हेलो हेलो, राधाकृष्ण बस्नेतज्यू नमस्कार। हजुर नमस्कार। एकदमै सानो छ साउन्ड। आवाज सानो आइरहेको छ? छैन, साउन्ड एकदमै सानो छ। अलिकति हल्ला नभएको ठाउँमा बस्दिनु होला है। हजुर, हल्ला कम भएको ठाउँमा बस्दिनु होला, राम्रो सुनिन्छ। म लाइन नम्बर दिएको छु, त्यसमा चाहिँ राम्रो आउँछ कि? ए हुन्छ, म त्यसमा एकपटक ट्राई गर्छु। तपाईँ एकछिन होल्ड गर्नुहोस्, एकछिन राखिदिनुहोस् त। म फेरि तपाईँको आवाज सुनिरहेको छैन है। ए हस्, म फेरि फोन गर्छु हजुरलाई एकपल्ट, फेरि कोसिस गर्छौँ। प्रविधि संयोजनमा अलिकति फोन सम्पर्क हुन सकिरहेको छैन, राम्रो सुनिएको छैन। यो नेट अथवा भनौँ अब यो दूरसञ्चारको प्रविधिले केही असर पारेको हुनसक्छ। हामी फेरि सम्पर्क गर्ने कोसिसमा छौँ। उहाँलाई फेरि फोनमा जोड्दैछौँ, हेरौँ कतिको सुनिन्छ। आज एक सफल व्यवसायी हुनुहुन्छ उहाँ राधाकृष्ण बस्नेतजी। हेलो हेलो, यो सुनिरहेको जस्तो छ। म उहाँलाई फेरि सम्पर्क गर्ने कोसिस गर्छु। हेलो हेलो, सुनिन्छ? हेलो हेलो कृष्ण बस्नेतज्यू। हजुर, म सानो स्वरले सुनिरहेको छु, तपाईँ सुन्नु भएको छ? मैले तपाईँको आवाज राम्रो सुनिरहेको छु। सुन्नुभयो? ल, मैले पनि सुने। ए ल, ठिक छ। अनि अब भनौँ न, अब म सबभन्दा पहिला यहाँलाई समय सन्दर्भ कार्यक्रममा स्वागत गर्न चाहन्छु। हजुर, धेरै धेरै धन्यवाद। अब देशमा चाहिँ गत पौष 5 गते प्रतिनिधि सभा विघटन भयो। यसपछि देशमा विभिन्न किसिमको राजनैतिक तरङ्गहरू देखा परेका छन्। केन्द्रीय स्तरदेखि स्थानीय तहसम्मै प्रत्यक्ष असर परेको स्थिति छ। सरकार परिवर्तन, अब भनौँ न स्थानीय तहमा पनि सरकार परिवर्तनदेखि हेरफेरसम्म पनि भइरहेको छ। अब यस विषयमा के भन्नुहुन्छ? अब यस विषयमा म जगजाहेर छ, मैले धेरै एक्सप्लेन गर्न जरुरी ठान्दिनँ। हजुर, अहिले देशभन्दा पनि हाम्रो पार्टी सङ्कटमा छ। यसमा एक किसिमको सङ्कट नै हो यो आएको छ। यसलाई त्यति ठुलो अन्यथा लिनु चाहिँ हुँदैन। यो पहिला पनि आएको हो। जीवन्त पार्टीमा यस्ता कुरा आरोप आइरहन्छन्। मानव जीवन जस्तै हो पार्टी पनि। यसमा कहिले सुख आउँछ, खुसी आउँछ, कहिले दुःख आउँछ, यस्ता कुराहरू हुँदै जान्छन् र बिस्तारै समयले यसलाई चिर्दै लानेछ भन्ने मलाई लाग्छ। हजुर, अब यसले अब यो फाटोले चाहिँ दीर्घकालीन असर पार्न सक्ने सम्भावना पनि देखिन्छ यस विषयमा? होइन, अब दीर्घकालीन असर त फुट हुने बित्तिकै अलिकति चिराहरू देखिने, असरहरू आउने त स्वाभाविकै हो। तर म यहाँलाई के भन्न चाहन्छु भने पार्टी फुटेको छैन। केही ठान मान्छेहरू अध्यक्ष बन्ने तलतल लागेर त्यो तलतल मेट्न सडकमा आफू अध्यक्ष भएको घोषणा गर्न गएका मात्रै हुन्। हजुर, यसलाई हामीले अन्यथा लिएका छैनौँ। र हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यूले पनि महाधिवेशनबाट निर्वाचित हुनुहुन्छ, उहाँले भन्दै आउनुभएको छ हामीले कोही कसैलाई पार्टीबाट निष्कासन गरेका पनि छैनौँ र यसको पुष्टि पनि निर्वाचन आयोगको अस्तिको निर्णयबाट पनि यहाँहरू सबैलाई जगजाहेरै भएको कुरा हो। हामीले कसैलाई कारवाही गरेका पनि छैनौँ र पार्टी फुटेको चाहिँ विधिवत फुटेको छैन। अब अलिअलि फुटको झल्को चाहिँ आएको छ। अब यसले चाहिँ अब हामी अब भनौँ न सामाजिक सञ्जालहरूमा पनि अब मिडियाहरूमा पनि देखिन्छ टाउको मात्रै जोडिएको, शरीर जोडिएको थिएन। अनि एक पक्षले अर्को पक्षलाई पनि खुलेरै अब तल्लो स्तरमा पनि अब शब्दहरू त्यस्तै प्रयोग गरेर आरोप
प्रत्यारोप पनि भइरहेको छ नि, यसले के बुझिन्छ? हो 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 यो अत्यन्तै यो हामी जस्तो कार्यकर्ताहरूलाई अत्यन्तै पिँच भएको दुःख लागेको कुरा यही नै हो। हामीले कस्ता कस्ता मान्छेहरूलाई नेता मानेका रहेछौँ, कस्तो स्तर रहेछ नेताहरूको भन्ने समेत कुराहरू यसले छर्लङ्ग बनाएको छ। हजुर, म यहाँलाई निवेदन गरौँ, 74 साल असोज 14 गते चाहिँ नेकपा र नेकपा माओवादी केन्द्र अध्यक्षहरू मिलेर हजुर, एउटै घोषणापत्रमा जाउँ भन्ने कुरा भयो। हजुर, यो तपाईँलाई फुटको श्रृङ्खला चाहिँ बताउन चाहिरहेको छु। हजुर, यो अहिले भर्खरै देखिएको कुरा होइन, यो जे अहिले आयो नि यो त उकुस मुकुस भएर विस्फोट भएको अवस्था मात्रै हो। यो 74 साल जतिखेर मिल्यौँ भनेर गयौँ नि त्यतिखेरदेखिकै यो तुस चाहिँ अहिले निस्केको हो। त्यतिखेर दुईटा अध्यक्ष मिल्नुभयो। यो आम जनतामा अझ हामी कम्युनिस्ट भन्ने लाग्नेहरूकोलाई त यति उत्साहित बनाएको, आहा हामीले चाहेकै यही थियो। हजुर, अहिले 9 महिनामा चाहिँ त्यो बच्चा पाएको जस्तो चाहिँ प्रधानमन्त्री चाहिँ बनाउने जुन बाध्यता थियो त्योबाट हामीले मुक्ति पाउने भयौँ। एउटा जनताको सरकार 9 महिनाको मनमोहन भट्टराईको सपना त्यो 9 महिने सरकारको चाहिँ एउटा कामको जुन हामीले देखेका थियौँ, एउटा ट्रेलर जस्तो अब हामी सिँगै फिल्म हेर्न पाउँछौँ, कम्युनिस्ट पार्टीले सरकार चलाएको फिल्म हेर्न पाउँछौँ भन्ने जुन उत्साह थियो, त्यो उत्साह तत्कालै तुरुन्तै त्यो मिल्यौँ भन्ने बित्तिकै पनि अब एउटै साझा चाहिँ उम्मेदवार साझा सूर्य चिन्हमा लड्ने भनेर कुरा भयो, सहमति भयो। तर त्यहाँबाट जाने बित्तिकै हाम्रा दोस्रो तहका चाहिँ अध्यक्षज्यूले भोलिपल्ट 24 घन्टा पनि बित्न पाएन, होइन आफ्नै गरौँ, यो चुनाव चिन्ह चाहिँ एउटा नगरौँ, साझा वाम चाहिँ गरौँ भनेर उहाँले फेरि हँसी हथौडातिर लानुभयो, जसको कारण हाम्रो लाख मत चाहिँ बदर भयो। यहाँ हाम्रै कीर्तिपुरमा सूर्यदेव गो भनेर सोध्ने हाम्रो आमा बुवाहरू हुनुहुन्थ्यो, जसले सूर्य मात्रै देख्नु भएको थियो, सूर्य मात्रै चिन्नु भएको थियो, कम्युनिस्ट भनेका नेपालका कम्युनिस्ट भनेका सूर्यवाला हुन् भन्ने उहाँलाई थाहा थियो। उहाँहरू सूर्य खोज्दा हैरान भएर कति मत बदर भएको यो मैले गफ दिएको होइन, यो तत्कालीन यहाँहरूले त्यो मतपत्रहरू मतगणना हेर्नु भने थाहा पाउनुहुन्छ। त्यहाँ हाम्रा साथीहरू बसेका थिए मतगणनामा, उहाँहरूले पनि यी कुराहरू प्रत्यक्ष भोग्नु भएको हो। यो भोगेर पनि अब 2/3 सरकार बनाएको छ, प्रत्यक्ष रूपमा जितेर 2/3 सरकार बनाएको छ। यसरी बनाउँदा पनि भित्र मिल्न नसक्नुको कारण चाहिँ मुख्य कारण चाहिँ के होला त? अब भन्दाखेरि अलिकति छुच्चो लाग्न सक्छ, तितो लाग्न सक्छ। यो कुण्ठा र लोभ लालच, पदको लालच बाहेक केही होइन शङ्करजी। यो जे अहिले देखिया छ, यो हामी पदको लागि होइनौँ, हामी सिद्धान्तको लागि लडाइँ गऱ्यौँ भनेर जुन कुरा आएको छ यो सतही कुरा हो। मैले तपाईँलाई भने नि त्यतिखेर यो इतिहास मैले तपाईँलाई भनिरहेको छु, त्यतिखेर लाखौँ मत बदर भयो। त्यसपछि बल्ल करिब 2/3 चाहिँ बहुमत पुग्ने भयो कम्युनिस्टको। त्यतिखेरको तपाईँले सरकार बन्ने स्थिति अहिले अलिकति फ्ल्यासब्याकमा जानुहोस् त, त्यो हुनै सकेन। उहाँले त्यो आलो पालो प्रधानमन्त्रीको चाहिँ एग्रिमेन्ट नभएसम्म प्रचण्डजीले त्यो आफ्नो मन्त्रीको नामै दिनु भएन, सहमति नै दिनु भएन। अनि अन्तिम हरास भएर ल ठिकै छ नि त, ल बरु आधी भए नि गरौँ भनेर चाहिँ बलजफ्ती चाहिँ ल हुन्छ नि त भनेर त्यो एग्रिमेन्ट गरेपछि 2 जना मात्रै मन्त्रीमण्डल घोषणा गरेर सामान्य प्रधानमन्त्रीले मन्त्रीमण्डल गठन गर्नु किन हो? त्यो माओवादी तर्फका मन्त्री नै दिएनन्, किनभने त्यो सहमतिको चाहिँ आलो पालो प्रधानमन्त्रीको कुरा नआएसम्म आउँदै आएन। अनि यो म तपाईँलाई किन भनिरहेको छु भने यो त्यतिखेरदेखिकै डिजाइन थियो। अनि यो असहयोग गर्ने श्रृङ्खला त्यहीँबाट सुरु भयो। अर्को कुरा म यहाँलाई भनौँ, हामीले एउटा संस्था चलाउँदाखेरि अथवा घरमा काम गर्दाखेरि मान्छे राख्छौँ, त्यो मान्छे त मैले भनेको मान्छे, मैले मेरो काम गर्दा मैले भनेको जान्ने मान्छे राख्छु, मैले भनेको मान्ने मान्छे राख्छु नि, होइन र? पक्कै पनि। तर यहाँ त देश बनाउने सवालमा मैले तपाईँको मान्छे राखिदिनुपर्छ, उसको मान्छे राखिदिनुपर्छ अनि विचार प्रधानमन्त्रीले कसरी काम गर्छ? यो भएको यही हो। अब यसमा तर पनि हामी त्यति निराश भएका छैनौँ। यो तुवालो हो, यो तुवालो केही समयपछि अवश्य पनि फट्नेछ र फेरि पुनः सूर्य उदय हुनेछ भन्ने आत्मविश्वास छ। हजुर, अब पक्कै पनि अब
अहिलेको स्थितिमा भन्नुपर्दाखेरि सर्वोच्च अदालतले पनि अब दुईटा पार्टी फुटेको छैन भन्ने किसिमको निर्णय दिएको छ। यसले गर्दाखेरि समग्रमा मिलेर जालान् त भन्ने मिलेर जाने स्थिति कतिको देख्नुहुन्छ? मैले अघि पनि भने नि यो पार्टी फुटेकै छैन। केही ठाउँ मान्छेहरूलाई अध्यक्ष बन्ने अथवा केही बन्ने रहरले लालसा लागेर यो कुण्ठा चाहिँ जो हारे नि हार्ने हेर्नुहोस् त्यही प्रधानमन्त्री हो अहिलेको प्रधानमन्त्री अध्यक्ष हुनुहुन्थ्यो अध्यक्षमा लड्नुभयो उहाँसँग पराजित हुने मान्छेहरू अहिले उहाँलाई अध्यक्ष अहिले चाहियो। यो कुन चाहिँ विधान र कुन चाहिँ नीति नियम सङ्गत कुरा हो? यो सर्वसाधारण जनलाई सोद्धाखेरि पनि एकचोटि हारिस त कमसेकम अर्को कार्यकाल नआउँछ चुप लाग्नुपर्ने होइन र? हजुर हो त्यही त्यो अध्यक्ष बन्ने लालसामा सडकमा गएर अध्यक्ष घोषणा गरेका थिए। त्यो निर्वाचन आयोगले चिलिम फर्काइदियो होइन। अब मिल्नुको विकल्पै छैन। किनभने मिल्नुको विकल्प किन छैन भने हामी अस्ति काटाकाट मारामार गरे माओवादीसँग त फेरि मिलेर सरकार चलाएको थियौँ भने यी त अहिले भर्खर रिसाएर गएका दुई भाइ छोरा मध्ये एउटा रिसाएर गएको त हो नि। फेरि आउँछन् हामीलाई विश्वास छ। हाम्रा सामान्य प्रधानमन्त्रीज्यूले भन्नुभएको छ यो केही होइन यो फेरि नमिले सुगै छैन। उहाँहरू हामीले कसैले कारवाही गरेका छैन पार्टी फुटेको छैन। वास्तवमै कुरा यही हो। हजुर अब कारवाही गरेका छैन भन्दै यहाँले भन्नुहुँदाखेरि अब एउटा मुद्दा दायर भएछ नि अहिले संसद विघटन विरुद्ध अवहेलनाको मुद्दा दायर भएको छ नि भर्खरै। यसले के गर्ला त? अब हामी कानुनको सर्वोच्चतालाई मान्ने पार्टीका मान्ने मान्छेहरू यसमा सम्मानित सर्वोच्च अदालतले जे फैसला गर्छ त्यो उसकै कोर्टमा छ। उसले जे फैसला गर्छ हामी सहर्ष स्वीकार गर्छौँ। यो मानहानि भनेको केलाई भन्ने यो पनि कुरा आउँछ यहाँ। यो यसो हुनुपर्छ नत्र भन्न चाहिँ पाइने। हजुर अनि प्रधानमन्त्री त्यही कुरा प्रधानमन्त्रीले अलिकति भन्दाखेरि चाहिँ यो चाहिँ मानहानि हो भन्नु यो मन नपरेको मान्छेको सासै गनाउँछ भन्ने मात्रै हो कि भन्ने लाग्छ मलाई चाहिँ। हजुर अब यसरी भनौँ न अब भित्री मनबाट दुई समूह भनौँ न अहिले प्रचण्ड माधव र ओली दुई समूह छ अहिले। दुई समूहको भित्री रूपमा आत्मा त मिलिसकेको छैन। अब सर्वोच्च अदालतको निर्णयबाट चाहिँ उहाँले चाहिँ सँगै बसेर जानुपर्ने स्थिति देखिएको छ। यो स्थितिमा पार्टीमा कसरी एकरूपता आउला त? अब त्यतिखेर पनि यो मलाई के लाग्छ भने हो मन नमिलिसकेपछि बाहिर जतिसुकै चेपारो गरे पनि त्यो दिगो रहँदैन भन्ने कुरा त अहिले पनि देखियो। तर पनि अब यो सुपर ग्लु लगाएर कसैले टाँसिसकेपछि तुरुन्तै तत्काल त छुटिन सकिँदैन। अब एउटै चुनाव चिन्हमा यी अहिले जसरी गुट बनाएको थिए त्यसरी नै भागभण्डामा जानु पर्ला। त्यो भन्दा त खै उपाय अरू केही लाग्दैन देखिँदैन मैले त। हजुर एउटा कुरा म यहाँलाई सोधौँ है। अब अध्यक्ष प्रचण्ड हुनुहुन्छ अध्यक्ष जस्तो मान्छेले अब आफ्नो स्तर चाहिँ अब सडकमा गएर हामी यहाँ छौँ भनेर अब बस्ने प्लेकार्ड लिएर बस्ने स्थिति किन आयो होला त है? यो सुन्नुहोस् है हाम्रा प्रधानमन्त्रीले 4 महिना कुर्नुहोस् महाधिवेशनमा म उम्मेदवारी नै दिन्न त्यसपछि तपाईँ नै अध्यक्ष हुनुहुन्छ। हजुर अनि अब 2 वर्ष बाँकी छ मेरो कार्यकाल त्यो 2 वर्ष मलाई काम गर्न दिनुहोस्। 2 वर्षपछि म चुनावमा पनि उठ्दैन प्रधानमन्त्री तपाईँ नै हो तपाईँहरूमध्ये नै कोही हुनुहुन्छ प्रधानमन्त्री संसदीय दलका नेता तपाईँहरू हुनुहुन्छ प्रधानमन्त्री तपाईँ नै हुनुहुन्छ भन्दाखेरि पनि होइन अहिले हाताहाती चाहिँ तु छोड भन्ने बाल हकको लागि त्यो पद नपाएर नै यिनीहरू सडकमा गएका हुन्। त्यो सडकमा जानलाई कसैले घोक्रे ठ्याक लगाएको त थिएन। त्यो किन गयो त भन्दा मलाई अहिले चाहियो अध्यक्ष अहिले चाहियो किन म अस्ति तैँले मलाई हराइस् अस्ति चाहिँ भोटमा चाहिँ तैँले मलाई हराइस् अब म त्यो अहिले चाहिँ म तँलाई घोक्राउँछु ल नि छोड भनेर चाहिँ हट गरे हो। त्यो कारणले गएको हुनाले कसैले यिनीहरूलाई घोक्रे ठ्याक लगाएर सडकमा पुर्याएको भए किन घोक्राइस् भन्नु सर्वसाधारणले तपाईँ हामीहरू अथवा कानुनले पनि भन्थ्यो होला। आफै जाने मान्छेलाई त्यो सडकमा होइन भिडमा गयो भने राम भन्ने हो होइन र? हामीले कहाँ थाहा सक्दैनौँ राम भन्ने ल राम खस्न आयो भन्ने हो। खस्यो भने त सिद्धियो होइन र? यहाँनिर कस्तो हुन्छ भने राजनीतिमा अब व्यक्तिगत स्वार्थको लागि कसैलाई उचाल्ने पछार्ने कसैको साथ लिने कसैलाई साथ छोड्ने यस्तो पनि चल्छ नि है। यही प्रवृत्ति त दोहोरिएको होइन? अब यो एक किसिमले त्यो पनि हो तर बुझ्नुपर्ने कुरा चाहिँ के थियो भने मलाई कसैले किन बोकिरहेछन् होइन र? मलाई एउटा आमाले बच्चा त किन बोक्छ भने
कहीँ जानु पर्यो स्वार्थ हुन्छ त्यसको भनेपछि मलाई यसले किन काँध थापिरहेछ भन्ने पनि छुट्याउन नसक्ने मान्छेहरूलाई के लाग्छ, के भन्न सकिन्छ र? हो मलाई किन यसले बोकेर त्यहाँ लगिरहेछ, किन यस्तो चाहिँ अनर्गल काम गराउन लागिरहेछ भनेर पनि निर्गुल गर्न नसक्ने मान्छेहरूसँग अब के गर्न सकिन्छ र? सही कुरा हो। अब आगामी चुनाव आउँदैछ नि, अब यसपालि अब यो वैशाखमा चुनाव घोषणा गरिएको छ प्रधानमन्त्रीज्यूले, यो चुनाव के सम्भव होला त? अब निर्वाचन आयोग आफ्नो तयारीमा जुटिसकेका छ होइन। उसले अब यो अस्ति भर्खरै पनि यो निर्वाचन क्षेत्रको तयारी पनि गरिसक्यो, काहीँ थपगढ गर्नुपर्ने छ, काहीँ के छ मिलाउनु पर्ने छ भनेर यो सर्वदलीय बैठक पनि गरिसकेका छ। यो अवस्थामा ऊ अध्यावधिक त्यो भोटर मतदाताको पनि अध्यावधि भइसकेका छ। अब सरकारसँग बजेट छ, सरकार सुरक्षा निकाय हामी तयार छौँ भनिरहेछ, निर्वाचन आयोग तयार छ भनिरहेछ भनेपछि चुनाव नहुनु पर्ने गर्न नसकिने कारण म त देख्दिनँ। अब यसरी चुनाव इनकेस भइहालेछ भने पनि है, अब त्यो त भविष्यको कुरा हो, थाहा हुन्छ हुँदैन हामी अहिले भन्न सकिँदैन। अब सरकारी नीतिअनुसार हुन्छ न, यदि भयो नै भने पनि अब अहिलेको स्थितिमा 2/3 नै सिटहरू जित्न सक्ने सम्भावना देख्नुहुन्छ? हजुर, हामी एकदम स्पष्ट 2/3 जित्छौँ। किन भन्नुहुन्छ भने नि अहिले जनताले त्यो 9 महिनाको मनमोहन भट्टराई मनमोहन अधिकारीको सरकारको ट्रेलर जस्तो देखाएको थियो, अहिले पनि करिब ट्रेलर मात्रै देखियो, फिल्म देख्न पाएनन् जनताले। किनभने फिल्म देखाउनै दिएनन्, बाहिर गए होइन भित्र गएले दिएनन्। यो सब जगजाहेर छ। नदिने मान्छेलाई छानिकन जनताले त्यो धान यो चामलबाट बिहा केलाएको जस्तो केलाउनेछन्, ओखले निफनेर निफन्नेछन्, नाङ्लामा राखेर छानिकन फालिदिनेछन्। किनभने यिनीहरू नै हुन् अहिलेको यो ओली सरकारलाई चाहिँ काम गर्न नदिएर हातखुट्टा बान्ने मान्छे हुन्। जनताले एकदम हामी जनतालाई चाहिँ बुद्धु भन्ठान्छौँ नि, जनता जनार्दन हुन्, जनता असाध्यै बाठा छन्। हामीले धेरै चुनाव भोगिसकेका छौँ, हेरिसकेका छौँ। नाइकललाई भन्दैनन् दिने बेलामा छानी भोट हाल्छौँ। तपाईँले यो लोकल इलेक्सन हाम्रो वडाका चुनावदेखि लिएर वडा नगरदेखि राष्ट्रिय चुनावसम्म हामीले हेऱ्यौँ। अगाडि लौ जित्यो भने निर्वाचनको त्यो मत गर्न आउने बेलामा खत्तम हाल्यो, त्यो कन्डिसन छ। र हामी यही यो कारणले पनि म भन्छु हाम्रो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नेकपा अब को स्पष्ट बहुमत किन आउँछ भने अहिले म किन भनिरहेको छु भने नि अहिले गरेका 3-4वटा अत्यन्त दूरगामी प्रभाव पार्ने निर्णयहरूका कारणले हामीले बहुमत 2/3 बहुमत ल्याउँछौँ। किन भन्नुहुन्छ भने नागरिकता विधेयक जो देशलाई फिजीकरण हुनबाट बचाउँछ यसले। किनभने त्यही इन्डिया हो, 7 वर्ष नभएसम्म नागरिकता पाउँदैन हाम्रा छोरी बुहारी, त्यो छोरी त्यहाँ बुहारी बनेर गयो भने। हाम्रो यहाँ चाहिँ अहिले भर्खर ल्याउने बित्तिकै एकाता सिन्दुर एकाता नागरिकता दिनुपर्छ भन्ने मान्छे को हुन्, यी हुन् भन्ने जनताले आरामसँग लेखेर राखेका छन्, दिलको भित्तामा लेखेर राखेका छन्। यी मान्छेलाई छानेर हराउनुपर्छ भनेर। अर्को हामी ल्यान्डलक कन्ट्री भन्थ्यौँ नि, अब ल्यान्डलक लिङ्क कन्ट्री भयो। अब हामी त पार भयो भने त हामी चाइनासँग गरेर चाहिँ चाइनाबाट चाहिँ हामी समुद्रसम्म हाम्रो पहुँच भयो होइन। यी यस्ता दूरगामी छन्। अब नक्साको कुरा नक्सा छन्। अहिलेसम्म कसैले आँट गरेका थिएनन् इन्डियासँग कि त्यो हाम्रो भूभाग तैँले किन अडपिस लौ छोड भन्ने। यो कसले गर्यो त? हाम्रै प्रधानमन्त्री सामान्य प्रधानमन्त्री केपी ओलीले गरे। त्यो कारणले पनि हामी स्पष्ट 2/3 बहुमत ल्याउँछौँ। अब यहाँनिर भनौँ न पहिलेको जस्तो स्थितिमा अलिकति परिवर्तन आइसकेको देखिन्छ। अब कम्युनिस्ट एक मोर्चा र अनि काङ्ग्रेस थियो। अब अहिले राजावादीहरू पनि जुर्मुराएर उठिरहेको स्थिति छ। यो समयमा अब राजनीतिक अब वितृष्ण जागेका मानिसहरू त्यतापट्टि नफर्केलान् भन्न पनि सकिँदैन। तपाईँ कसरी 2/3ले जित्छु भन्ने किसिमको आङ्कलन गर्नुहुन्छ? यस्तो छ, सिंहको विरुद्धमा 10वटा स्याल पनि झुन्ड बनेर आउँछन् भने पनि सिंहै हुन्छ, स्यालै हुन्छ, स्यालको झुन्डै हुन्छ, सिंहै रहन्छ। हजुर यहाँको उदाहरण खुसी लाग्यो, राम्रो लाग्यो। बस्नेतजी अब कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ हामीसँग अलि समय थोरै भएको कारणले अन्त्यमा हाम्रा श्रोताहरूलाई अहिलेको राजनीतिक परिवेशबाट विचलित नहुन केही सन्देशहरू दिनुहोस् न। हजुर,
मदन भण्डारी फाउन्डेसन कीर्तिपुर नगर कमिटीको पनि अध्यक्षको हुँ। म त्यसको हैसियतले के भन्न चाहन्छु भने जननेता मदन भण्डारीद्वारा प्रतिपादित जीवन्त सिद्धान्त बहुदलीय प्रतिस्पर्धाबाट सर्वोच्चता कायम गर्दै समाजवाद जान सकिन्छ भन्ने जुन जनताको बहुदलीय जनवाद भन्ने सिद्धान्त थियो, त्यसको मान्यता स्थापित भई जनताले समेत अनुमोदन गरिसक्यो होइन त। यो त्यही भएर हामी जितेका हौँ नि त। यो जबजकै उसमा आधारमा हामीले करिब बहुमत लिएर आएको थियौँ हामी एक्लैले एमाले हुँदाखेरि। सरकार र संसदमा चाहिँ आसीन व्यक्तिहरू नै जबजको उछित्तो काट्न लागेका छन् अहिले। यसको अर्थ मैले बुझाएको छैन। जनताले यसको समय आउँदाखेरि जनता जनार्दन हो, भगवान हो, उनीहरूले यसलाई छ्यान विचार गरेर मत जाहेर गर्नेछन्। र अनि म अब अन्त्यमा चाहिँ के भनौँ भने यो पार्टीको जिम्मेवार कार्यकर्ताहरू, शुभचिन्तक र आम जनतामा चाहिँ यो छेडीको हावा हुन्डरी आएको हो। यसमा संयमित रहेर एकदमै शाकाहारी वा मांसाहारी आन्दोलनको पछाडि नलागिकन अडिग रहन म आह्वान गर्छु। यो ध्रुव सत्य हो कि आधी केही बेरपछि साम्य हुन्छ। त्यसपछि फेरि सँगै बसेर यस्तो ठिङ्ग उभियौँ, त्यसपछि लागेको क्षतिको मूल्याङ्कन गरौँला, अनि त्यसमा मलमपट्टि गरौँला। अनि मदन भण्डारीले भने जस्तै शरीरमा लागेको धुलो मैलो यसो टकटक्याएर फेरि अगाडि बढाउँला र जित निश्चित छ। हामी अवश्य विजयी हुनेछौँ र सत्यको जित हुनेछ। हस्, धन्यवाद बस्नेतजी। हाम्रो कार्यक्रममा सम्मिलित भएर अमूल्य समय दिनुभयो, सुझावहरू दिनुभयो, यसको लागि म यहाँलाई नेवा एफएमको तर्फबाट धन्यवाद दिन चाहन्छु। नेवा एफएम परिवार र शङ्करजी अनि मेरो अनन्य मित्र वीरेन्द्र साक्य, यहाँहरूले मलाई जुन यो वर्तमान परिस्थितिमा परिप्रेक्ष्यमा केही कुरा राख्ने र अलिकति अहिलेको हाम्रो पार्टीको कुराहरू पनि जनतामा पुर्याउने अवसर दिनुभयो, त्यसको लागि म यहाँहरूलाई मोरी धन्यवाद दिन्छु। नेवा एफएम परिवार फलोस् फुलोस्, नेवा एफएम अझ अगाडि बढोस्, यही मेरो शुभकामना छ। हजुर, धन्यवाद। उहाँ हुनुहुन्थ्यो एक सफल व्यवसायी तथा मदन भण्डारी प्रतिष्ठान कीर्तिपुर कमिटीका अध्यक्ष अनि नेकपा कीर्तिपुर नगर कमिटीका अध्यक्ष राधाकृष्ण बस्नेत। उहाँ कीर्तिपुर नगरपालिका 4 निवासी हुनुहुन्थ्यो। आज हामीले पौष 5 गते विघटन भएको प्रतिनिधि सभाको बारेमा केन्द्रित रहेर कुराकानी गऱ्यौँ। आजको लागि समय सन्दर्भको समय पनि सकिएको मैले जानकारी पाएको छु। अब कार्यक्रमबाट युनिक शक्य र शङ्कर थापालाई बिदा दिनुहोस्। नेवा एफएम सुन्दै गर्नुहोला। नमस्ते, शुभ